14 सिमखेत खुलासी सिमखेत। ल हाम्रो बाजेले चाहिँ यहाँ अब 65 वर्ष हुनुभयो अरे बाजे। कति 68 ए 68 वर्ष हुनुभयो अरे। उहाँले चाहिँ यस्तो खेती पहिलादेखि नै गर्नुहुन्थ्यो, अहिले नि छोड्नु भएर चाहिँ एकदम राम्रो गर्नु भएर चाहिँ अङ्गुरै हामीले अब अङ्गुर के भन्नु बाजेको अगाडि हामी अङ्गुर चोरेर खाइदिन्थ्यौँ यहाँ बाजेको। पुरै खेती गर्नु भएर छ। अब भ्यान्टा स्यान्टा पनि फलिरहेको रहेछ, भ्यान्टा अङ्गुर काँक्रो कस्तो सफा तरिकाले लगाउनुहुन्छ बाजेले। बाजे चाहिँ हेर्नु होला यी तरकारी फलफुलको चाहिँ एकदम राम्रो खेती गर्नुहुन्छ उहाँ पहिलादेखि नै। उहाँ घाँस काट्दै हुनुहुन्छ कुला कुलामा। मेरो घर चाहिँ त्यो हो। उहाँ बाजे चाहिँ छिमेकी। बाजेले चाहिँ यसरी यहाँ टक्क लारी खुर्सानी सुर्सानी यता उता टक्कै खुर्सानी हेर्नुहोस् न, खुर्सानी कसरी फलेको छ। यस्तो ठाउँमा हाम्रो यस्तो छ हेर्नुहोस्। उहाँ बाजे एक्लै हुनुहुन्छ घरमा, उहाँको छोरा बाहिर, छोरी बाहिर, श्रीमती बाहिर, सबै बाहिर, उहाँ मात्रै होइन त बाजे। ल काँक्रा पनि यो सिजनमा समयले साथ दियो भने चाहिँ उहाँको 50,000 देखि 60-70 हजारसम्मको काँक्रा चाहिँ उत्पादन हुन्छ भन्नुभएको छ। अलि पछि अब चाहियो भने तपाईँहरूलाई कसैले अब त्यस्तो मान्छेहरू कन्ट्याक्टमा छ भने हामीलाई सम्झिनु होला। यही भिडियो मार्फत मलाई सम्झिँदा पनि हुन्छ। हेर्नुहोस् गोलबेडा यसरी, यो अर्ग्यानिक गोलबेडा, यी भेन्टाहरू, काँक्राहरू यसरी मजाले, लसुन पनि टन्नै छ है काँक्राहरू। बारीमा चाहिँ प्याज दामी छ, अरूको रोग लागेर मेरो लागेन। तपाईँलाई पहिलादेखि नै गर्नुहुन्थ्यो राम्रो। यी अङ्गुरै अङ्गुर, टन्न अङ्गुर फलेको छ। अहिले चाहिँ खाने बेला भएको छ। यो कहिले खाने बेला हुन्छ बाजे? साउनमा है। हेर्नुहोस् कति धेरै फलेको छ अङ्गुरहरू। ल अझै यता कम्ती, उता पो 26सँग। ल हेर्नुहोस् यहाँ बाजे 65 वर्षको बाजेले यसरी फलाउनु भएको छ। 68, मैले भुलिहाल्दो रहेछु 68 वर्षको। ल हेर्नु होला साथीहरू, हाम्रो गाउँमा नहुने केही पनि छैन। ल हेर्नुहोस् उहाँले सुन्तला पनि त्यत्तिकै लगाउनु भएको छ। यो खुर्सानी, अकबरे खुर्सानीको बोट यसरी फलेको छ। यसरी साथीहरू उहाँको घर चाहिँ यो हो। उहाँ एक्लै बस्नुहुन्छ अहिले, भैँसी पनि पाल्नु भएको रहेछ। यति धेरै ओहो अङ्गुर त नि उतैदेखि पो रहेछ त होइन? ल हेर्नुहोस् साथीहरू अङ्गुरको यो बोट चाहिँ कति धेरै फैलाउनु भएको छ। यहाँ कति झाङ छ बाजे यो अङ्गुरको? 6 रुख भरैसम्म रहेछ। यहाँ एउटा भैँसीको बेमौसमी सागहरू पनि। ल सबैजनाले साथ सपोर्ट गर्नु होला। उहाँ बाजे एक्लै बस्नुहुन्छ है, एक्लै बस्नु भएर पनि यति धेरै मेहनत गर्नुहुन्छ। ल हेर्नुहोस् यहाँ सबै उहाँकै हो। यो कति धेरै अङ्गुर छ। ल हेर्नुहोस् साथीहरू, मैले अहिले हो यहाँ परदेखि 1 मिनटको त भिडियो भइसक्यो अङ्गुरको मात्रै। ल हेर्नुहोस् साथीहरू अङ्गुर फलेको हेर्नुहोस् साथीहरू, कति धेरै अङ्गुर। ल हेर्नुहोस् त यो पछि यति धेरै फल्छ। ल हेर्नुहोस् यति राम्रो। ल अङ्गुर सिजन यो कति कहिले खाने बेला हुन्छ? यो साउनमा। ल हेर्नुहोस् कति मजाले फलेको छ है। ल हेर्नुहोस् सक्नुहुन्छ तपाईँहरूले। ल हेर्नुहोस् त खुर्सानीको बिरुवा बेर्ना चाहियो भने पनि मजाको छ। यो के अकबरे खुर्सानीको हो कि? अकबरे हो हजुर, अकबरे उता डल्लो खुर्सानीहरूको सबैको छ बिरुवा, खुर्सानीको बिरुवाहरू। ल हेर्नुहोस् उहाँले चाहिँ यस्तो गरेर
लगाउनु भएको छ खेती। मेरो चाहिँ परिवार अर्कोसँग लागेको ए अर्कोसँग लागेको हो र? सम्पर्क अब ऊ भइसक्यो, ए टिकट टाल उहाँको उतै भइसक्यो। ठिकै छ बाजे, त्यस्तै हो। आफ्नो आफ्नो जिन्दगी हो, आफूले जिउने हो, बाँचुन्जेल आफूले गर्न सक्ने गर्नुपर्छ। कुनैको चाहिँ बुढाले छोड्ने, कुनैको चाहिँ बुढीले छोड्ने, त्यस्तै भयो भनेर। भाइहरू चाहिँ कता के अरे ऊ काकाहरू छोरा चाहिँ साउदीमा सम्पर्कमा छैन। छोरा पनि सम्पर्कमा छैन? आउँछ होला नि, उता आइहाल्छ नि। अब आउँछ कि आउँदैन कि न, अब झर्किला साना बाउसँग लाग्छ कि। त्यस्तो त के हुन्थ्यो, लाग्दैन नि, त्यसरी त हुँदैन। ल ठिकै छ, मलाई नि दुःख छ, पीडा छ, त्यही हो सबैजनालाई। योभन्दा विकल्प अर्को अङ्गुर पनि मैले जम उता नागपुर इन्डियाबाट झिकाएर चाहिँ त्यो गरिराखेको छ, त्यो पनि भिडियो कल गर्छु। ए हुन्छ अब त्यो यहाँ राम्रो फल्यो, यहाँ यो भनौँ यो टापकनमा हुने रहेछ भने यसलाई सबै खारिज गर्ने, अर्को लगाउने थियो, राम्रो लगाइसक्यो। ए त्यो पनि भिडियो कल गरेर हुन्छ उता ठुलो घरमा छ, हुन्छ ल सबैले देखोस्, सबैले विदेशमा बसेर देश विदेशमा बसेर खानु भन्दा घरमा आएर खेती किसान गरेर खायो भने राम्रो। हजुर अब मलाई त्यहाँ रेकर्ड गर्दै गरिदिनु होला, होइन गरिदिनु। भइरहेछ। अब मलाई बढीमा बढी हजुर अखात उर्लेर गएको 3 वर्ष मात्रै पैसाको दुःखो, हजुर त्यति चाहिँ बढीमा नभए 2 वर्षपछि मलाई पैसाको यहाँ कुनै तनाव छैन। हजुर यस्तो नेपालमा यस्तो हुन्छ। हिँड्नुहोस् न, भन्दै हिँड्नुहोस् न, म खिच्दैछु। मान्छे विदेशमा जान्छ, अर्काका दबाबमा बसेर त्यो गरेर आउँछ है। हजुर हेर्नुहोस्, विदेशमा कसैले तलब दिँदैन, बिखर्ची भएर घरबाट पैसा पठाएर पनि झिकाएको छन् आफ्नो छोराहरू है। हजुर त्यस्तो नहोस् नेपाली।